हातमा चुरी लगाएर बसेका छौं र भन्ने सुदन गुरुङको भनाइलाई धेरैले गरे आलोचना। सुदन गुरुङको अभिव्यक्ति र त्यसप्रति भएको टिप्पणीको सम्बन्धमा अब चर्चा गरौं। जेनजी प्रतिनिधि तथा हामी नेपालका संस्थापक सुदन गुरुङ यति बेला विवादमा तानिएका छन्। उनले दिएको अभिव्यक्तिको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। केही दिन अघि एक पत्रकारले सुदनलाई अब केपी शर्मा ओलीले देश ठप्प पार्ने आन्दोलन गर्ने रे नि भन्ने प्रश्न सोधेका थिए, जसको जवाफमा सुदनले हाउभाउसहित भनेका थिए, हामी यहाँ चुरी लगाएर बसेका छौं र देश बनाऊ भन्न चाहन्छु। उहाँहरूलाई यो भन्दा ठूलो चुनौती के हुन सक्छ र जुन अन्तिम चुनौती हो। नेपाल खबरमा लेखिएको समाचार अनुसार सुरुमा अभिनेत्री निशा अधिकारीले एक भिडियो बनाउँदै सुदनको भनाइप्रति आपत्ति जनाएकी थिइन्। भिडियोमा चुरा देखाउँदै निशाले महिलालाई अपमान गर्ने अभिव्यक्ति दिएको भन्दै सुदनको आलोचना गरेकी छन्। अधिकारीले भनेकी छन्, अब अर्को महाशय आउनुभयो, फेरि चुरी लगाएर राख्या छौं रे। उहाँको प्रतिक्रिया, ब्रो सुदन तिमी त साथी पनि हौ, तर पब्लिकली नै महिलाको बारेमा बोल्नुपर्ने भएकोले म पनि पब्लिकली नै स्टेटमेन्ट दिन्छु। ब्रो, यदि तिमीहरू सबैले चुरी लगाएको भए अहिलेसम्म सहमतिमा पनि आइसक्थ्यौ, सुशासन पनि हुन्थ्यो र देशमा शान्ति पनि छाइसक्थ्यो। अलिकति विचार पुर्याएर 51% महिला भएको देशमा महिलालाई सम्मान गर्न सिक। त्यस्तै सोमबार बिहानै जेनजी फ्रन्टकी संयोजक रक्षा बमले सुदन सहित मिराज ढुङ्गानाप्रति लक्षित गर्दै कडा टिप्पणी गरेकी छिन्। फेसबुकमा लेख्दै उनले गुरुङ र ढुङ्गानामा पितृ सत्तावादी सोच रहेको आरोप लगाउँदै चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्न पनि चेतावनी दिएकी छन्। एकजना जेनजी मित्र जो सेप्टेम्बर 8 को दिन आन्दोलनमै आएका थिएनन्, आज अन्तरिम सरकारलाई कामचोर घोषणा गरेर संसद पुनर्स्थापना र सर्वपक्षीय सरकार भनिरहेका छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, अर्का एक जेनजीका दाइ छन्। उनले पनि केही दिन अगाडि कान्तिपुर टिभीको फायरसाइडमा संसद पुनर्स्थापना र सर्वपक्षीय सरकारकै कुरा विकल्पको रूपमा अगाडि सारेका थिए। अनि फेरि आफै हामी तिमीहरूलाई आउन दिन्छौँ र हामीले हातमा चुरा लगाएका छैनौँ पनि भन्दै थिए। रक्षाले उनीहरूमा पितृ सत्तावादी सोच हाबी रहेको बताउँदै स्त्रीदेशी टिप्पणी नगर्न सुझाव दिएकी छन्। साथै सुदनलाई टार्गेट गर्दै चुरा लगाएकी हात भएकी एक महिलाको खुट्टामा लम्पसार परेर ढोगेको भन्दै व्यङ्ग्य गरेकी छन्। अनि जेनजीका दाई मेरा यी चुरा लगाएका दुवै हात यस्ता सम्पूर्ण गलत कुकृत्यका विरुद्ध आफ्नो मुठी उठाइरहेकी छन्। चुरा लगाएका हातलाई कमजोर ठान्ने पितृ सत्तावादी भूल नगर्नुहोला। स्त्रीदेशी टिप्पणी दिन छोड्नुहोस् र याद गर्नुहोस्, परिवर्तनका हरेक आन्दोलनहरूमा महिलाहरूले पनि आफ्नो रगत पसिना एक गरेका छन्। 28 भदौ 2082 मा ढोगेको खुट्टा सम्झनुहोस्। तपाईँले चुरा लगाएकी हात भएकी एक महिलाको खुट्टामा लम्पसार परेर ढोग्नु भएको थियो, उनले लेखेकी छन्। महिलाको हकहितमा बोल्ने धेरैले निशा र रक्षाको टिप्पणीमा सहमति जनाएका छन्। सुदनले चुरा लगाएका छौं र भनेर महिलालाई कमजोर सोचेको भन्दै धेरैले आलोचना गरिरहेका छन्।